Hello guys, welcome to my YouTube channel. नमस्ते सबैजनालाई. आई होप सबैजना सन्चै हुनुहुन्छ होला. म पनि सन्चै छु. अहिले चाहिँ यहाँ बिहानको आई थिंक 11 बज्न थाल्यो अनि म चाहिँ धेरै दिनपछि चाहिँ भिडियो बनाउन लागिरहेको छु. नर्मली अब आउटडोर बाहिर जाने त्यस्तो टाइपको भिडियो हैन कि मलाई नर्मली चाहिँ कोरियामा चाहिँ मैले मेरो प्रेग्नेन्सी जर्नी चाहिँ कसरी बिताइरहेको छु, कसरी इन्जोय गरिरहेको छु अथवा के डिफिकल्टीजहरु आए, अब कोरियामा चाहिँ ड्युरिङ प्रेग्नेन्सी के गर्नु पर्दो रहेछ, कस्तो कस्तो हुँदो रहेछ भनेर चाहिँ हजुरहरुलाई चाहिँ शेयर गर्न मन लागेर चाहिँ म चाहिँ आज यो भिडियो बनाउँदै छु. आई होप अब सबैजनालाई मन पर्छ होला. अब आई थिंक अब कति जनालाई त फर्स्टमा आउँदा मलाई पनि त्यस्तै हुन्थ्यो. कति जनालाई कति धेरै कुराहरु थाहा हुँदैन नि त. मलाई पनि फर्स्टमा त्यस्तै हुन्थ्यो. अब अहिले त मेरो अब 29 विक्स प्रेग्नेन्सी रनिङ भइराछ नि त. अनि मैले कति कुराहरु सिकिसकेको छु नि त. कोरियामा अब कस्तो हुँदो रहेछ, कसरी गइदो रहेछ, प्रेग्नेन्सीमा कस्तो ट्रिटमेन्ट हुँदो रहेछ, अनि कसरी ट्रिट हुँदो रहेछ, फ्यासिलिटीहरु कस्तो छ, के छ भनेर चाहिँ अहिले चाहिँ मलाई नर्मली थाहा भइसकेको छ नि त. त्यही भएर चाहिँ अब कति थाहा नहुने मान्छेलाई पनि थाहा होस् भनेर चाहिँ मैले यो भिडियो बनाउन गइरहेको हो. अनि फर्स्ट अफ अल चाहिँ मेरो अब कतिले सोध्नुहुन्छ प्लान हो कि अनप्लान भनेर. फर्स्ट अफ अल चाहिँ मेरो प्रेग्नेन्सी जर्नी चाहिँ प्लान नै हो भनौं हैन. किनभने अब उमेर पनि भइसकेको थियो, अब टाइम पनि भइसकेको थियो. त्यही भएर हाम्रो प्रेग्नेन्सी भनेको प्लान प्रेग्नेन्सी नै हो. अब त्यस्तो डिफिकल्टी त भएन ड्युरिङ प्लानिङ. किनभने म नेपालबाटै आउँदाखेरि चाहिँ मैले आफ्नो टेस्टहरु लाइक होल बडी टेस्टहरु अब लाइक समथिङ अब फलिक एसिडहरु त्यस्तो लिइराको थिए. किनभने प्लान प्रेग्नेन्सी भएपछि त्यस्तो कुराहरु अलि डक्टर चेकअप गराएर आएर अनि के गर्नुपर्छ भन्ने कुराहरु गरेर चाहिँ मैले आफ्नो प्रेग्नेन्सीहरु प्लान गरिराको थिए. अनि आएर अब यता आएर फेरि फर्स्टमा अब के गर्ने भनेर थाहा भएन. अब फर्स्टमै आउनु बित्तिकै प्रेग्नेन्सी प्लान पनि गरिएन. अनि 3-4 महिना चाहिँ मैले 3-4 महिना जस्तो काम गरे. आएर अब यतिकै बाहिरको इन्भाइरोमेन्ट पनि बुझिन्छ, माहौलहरु पनि थाहा हुन्छ. अब कोरियाको काम कस्तो हुँदो रहेछ भनेर बुझिन्छ भनेर पनि घरमै बसिरहनु भन्दा अलिकति काम गरेपछि टाइम पास हुन्छ भनेर चाहिँ मैले फर्स्टमा चाहिँ काम पनि गरे. अनि त्यसपछि चाहिँ वी आर प्लानिङ आवर प्रेग्नेन्सी. अनि प्रेग्नेन्सी कन्सिभ भयो. कन्सिभ भएपछि चाहिँ हामी हस्पिटलमा गयौं. हस्पिटलमा गएपछि चाहिँ चेकअप गराउनको लागि गयौं भनौं हस्पिटल. अनि गएपछि चाहिँ अब यहाँको सिस्टम अब ठिकै राम्रै छ हैन. किनभने डेभलप कन्ट्री भनेको चाहिँ डेभलप कन्ट्री नै हो. अब कति धेरै फ्यासिलिटीहरु त अभियसली भइहाल्छ. नेपाल जस्तो नेपालमा पनि नराम्रो छैन भनौं. धेरै हस्पिटलहरु त नेपालमा पनि राम्रो नै छ. किनभने अब कति धेरै टेक्नोलोजीहरु, कति धेरै फ्यासिलिटीहरु नेपालमा पनि पुगिसकेको छ. कुनै हस्पिटलमा, सबै हस्पिटलमा त छैन हैन. प्राय पुग्ने हस्पिटल पनि पुगेको छ नेपालमा पनि. नेपालको स्ट्यान्डर्ड अनुसार, नेपालको इन्भाइरोमेन्ट, नेपालको सबै टाइम, अब नेपालको सिचुएसन अनुसार चाहिँ नेपालमा पनि नराम्रो छैन भनौं. आफ्नो सबै ठाउँमा देशको अब टेक्नोलोजी अनुसार, देशको विकास अनुसार सबै ठाउँमा डिफरेन्ट फ्यासिलिटीहरु त भइहाल्छ. त्यस्तै यहाँ पनि थियो. अनि फर्स्टमा चाहिँ गएर अब त्यही नर्मल भनेको अब स्क्यानहरु भएर चाहिँ प्रेग्नेन्सी छ भन्ने चाहिँ थाहा पायौं हामीले. अनि मेनली चाहिँ फर्स्टमा भनेको एउटा फ्यासिलिटी भनेको चाहिँ हामीलाई आई थिंक 10 लाख उनको चाहिँ एउटा कार्ड टाइपको बनाउनु पर्दो रहेछ ब्याङ्कमा. उहाँले चाहिँ प्रेग्नेन्सी सर्टिफिकेट दिइसकेपछि ब्याङ्कमा गएर हामीले कार्ड बनाएको थियो. त्यो चाहिँ ड्युरिङ अब हाम्रो प्रेग्नेन्सी जर्नीमा हस्पिटलमा लाग्ने खर्चहरुमा चाहिँ युज हुनको लागि चाहिँ दिने कार्ड रहेछ. त्यही कार्ड चाहिँ अहिलेसम्म त्यही कार्डै चलिरहेछ भनौं. नर्मली त्यही कार्डले चाहिँ हामीले हस्पिटलमा चाहिँ भिजिट गर्दाखेरि युज भइरहेछ र पुगिरहेछ. आफ्नो पर्सनल अहिलेसम्म पर्सनल खर्च चाहिँ भएको छैन हाम्रो. अनि त्यसरी अब अर्को सोधिने मेन प्रश्न भनेको चाहिँ मलाई भनेको एनुअली स्क्यानहरु कसरी हुँदो रहेछ, यहाँ कसरी गर्नु भयो भनेर सोध्नुहुन्थ्यो. यता चाहिँ एनुअली टेस्टहरु चाहिँ ड्युरिङ मन्थ अथवा मन्थली वाइज चाहिँ हुँदो रहेछ के. फर्स्टमा चाहिँ डबल मार्कर टेस्ट भएको थियो मेरो चाहिँ, जुन चाहिँ नर्मली फर्स्ट टाइम चाहिँ 10 to 13 विक्स, 9 to 13 विक्समा गरिन्छ नि त. अनि यस्तो चाहिँ मेरो आई थिंक 12 विक्समा चाहिँ भएको थियो हैन. अनि त्यसपछि चाहिँ क्वाड टेस्ट भएको थियो. क्वाड टेस्ट चाहिँ सेकेन्ड ट्राइमेस्टर 14 to 22 विक्स भित्रमा गर्नुपर्ने थियो. मेरो चाहिँ 20 आई थिंक 20 विक्समा चाहिँ गरेको थियो. यहाँ चाहिँ फेरि हस्पिटलमा पनि हजुर जानुभयो भने फर्स्ट 2 मन्थमा चाहिँ 2 विक्सको ग्यापमा हस्पिटल भिजिटिङ गराइन्छ नि त. अनि नेपालमा चाहिँ कस्तो छ भने धेरै भिडियो स्क्यानहरु धेरै गर्यो भने बच्चालाई असर पर्छ, यस्तो टाइपको मिथहरु हुन्छ नि त
मान्छेमा कति मान्छेले अब पुरानो पहिला अहिले त गरिन्छ तर पहिला भनिन्थ्यो पनि त नि त्यसरी भन्ने चलन थियो नि त्यही भएर मान्छे डराउनु पनि हुन्थ्यो भिडियो एक्सरेहरू गर्न स्क्यानहरू गर्न तर यहाँ चाहिँ एभ्री मन्थ फर्स्ट 2 मन्थमा चाहिँ 2 हप्ताको ग्यापमा बोलाउनु भएको थियो त्यतिखेर पनि हरेक भिजिटमा मेरो स्क्यान हुन्थ्यो अनि त्यसपछि चाहिँ आफ्टर फर्स्ट ट्राइमेस्टर कटिसकेपछि चाहिँ एभ्री 1 मन्थमा चाहिँ 1 मन्थको इन्टरभलमा चाहिँ हस्पिटल भिजिट गर्नु पर्थ्यो त्यसमा पनि एभ्री हस्पिटल भिजिटमा चाहिँ बेबीको स्क्यान भएकै हुन्थ्यो नि त क्वाड टेस्ट 20 विक्समा भयो भने म त्यसपछि 1 मन्थ आफ्टर 1 मन्थको भिजिट 24 विक्समा चाहिँ हस्पिटल गएको थिएँ त्यतिखेर चाहिँ मेरो बेबीको इको सँगसँगै अब ग्लुकोज टेस्ट अथवा सुगर टेस्ट पनि हुन्छ नि त त्यो पनि 28 विक्सभित्र अथवा 24 विक्सभित्रमा हुनुपर्ने मेरो पनि मैले 24 विक्समै भएको थियो ग्लुकोज टेस्टहरू पनि टेस्टहरू छ अनि नर्मल्ली टेस्टहरू हुने भनेको नेपाल जस्तै हो टेस्टहरू हुने भनेको त्यस्तो डिफ्रेन्ट टेस्टहरू हुँदैन प्रेग्नेन्सीमा अब के गरिन्छ कस्तो गरिन्छ त्यो त सेम नै हुन्छ फर्स्ट टाइम भिजिट गर्दाखेरि चाहिँ होल बडी चेकअप भयो उसले जब हामी ग्लुकोज टेस्ट गर्न जान्छौँ त्यतिखेर पनि फेरि होल बडी टेस्टहरू भएको थियो राम्रै नै भइरहेको छ टेस्टहरू फ्यासिलिटीहरू पनि राम्रो नै छ मलाई मेनली यहाँको राम्रो लागेको कुरा भनेको चाहिँ अब नेपालमा चाहिँ हामीले एभ्री टाइम जाँदाखेरि आफ्नो अब ब्लड टेस्टको फाइल अब के छ कस्तो छ रिपोर्टहरू एभ्री टाइम बोकेर जानुपर्छ अब यहाँ त हामीले जाँदाखेरि हरेक टाइम हाम्रो त्यो प्रेग्नेन्सीमा ब्लड टेस्ट गराएको बुकहरूदेखि लिएर सबै बोकेर हिँड्नुपर्ने जरुरतै हुँदैन कि फाइलहरू हुन्छ नि हस्पिटल जाँदा चाहिँ यो फाइल लगेर जानुपर्छ है जानै पर्छ भन्ने हामीलाई टेन्सन त्यस्तो हुँदो रहेछ यहाँ चाहिँ किनभने सबैहरू पेसेन्टको डिटेल अनुसार एउटा अब फाइल जस्तो हुँदो रहेछ अनि त्यो पेसेन्टको डिटेल अनुसार उहाँहरूले आफै हेर्न मिल्दो रहेछ कि पेपर बेस्ड रिपोर्टहरू चाहिँ बोकेर जानुपर्ने जरुरत चाहिँ नहुँदो रहेछ हस्पिटलमा हरेक टाइम जाँदा जस्ट आफ्नो बुक चेकअप बुक हुन्छ चेकअप बुक लयो गयो आइरन क्याल्सियम चाहिँ नेपालमा कम्पलसरी नै हुन्छ नि तर यहाँ त्यस्तो कम्पलसरी भनेर चाहिँ डक्टरले गर्नै पर्छ भनेर चाहिँ भन्नु हुँदो रहेछ यदि हामीले सोध्यौँ यो खाँदा हुन्छ यसरी खाँदा हुन्छ भनेर सोध्यौँ भने चाहिँ त्यसरी खान मिल्दो रहेछ अथवा भन्नु सजेस्ट गर्नु हुँदो रहेछ गएपछि यहाँको अब हेल्थ केयर सेन्टरमा चाहिँ पाइन्छ डक्टरहरूले अब आफूले भनेपछि चाहिँ अब डक्टरहरू यहीँ जानु यसरी जानु भनेर चाहिँ रिकमेन्ड चाहिँ गर्नु हुँदो रहेछ तर हामीले अब सोधेपछि चाहिँ यहाँको हेल्थ केयर सेन्टरमा गएपछि हामीले आइरन क्याल्सियम लिएर चाहिँ खान मिल्दो रहेछ तर मैले चाहिँ स्पेसली अब म अहिलेसम्म गएको छैन हेल्थ केयर सेन्टरमा मैले चाहिँ मल्टिभिटामिन नै हुन्छ त्यो चाहिँ यहीँ कुफाङबाट मगाएर चाहिँ त्यही प्रिनेटलमा खाने मल्टिभिटामिनहरू खाइरहेको छु अनि आइरन क्याल्सियम स्पेसली त्यो भनेर मैले चाहिँ खाएको छैन आई थिङ्क यहाँ अब न्युट्रिसन अब हामीले न्युट्रिसनहरू सबै खानेकुरामा पाउने भएर पनि होला सायद जेनरली चाहिँ रिकमेन्ड नगरेको डक्टरहरूले खानेकुराहरू किनभने सबै हामीले न्युट्रिनहरू हामीले खानेकुरामा पाइरहेको हुन्छ नि त्यही भएर एक्स्ट्रा न्युट्रिन्सहरूको जरुरत हुँदैन भनेर पनि होला यदि हामीलाई कमी नै छ अब मेरो ब्लड टेस्ट गर्दा अब तपाईँलाई आइरनको कमी देखायो यस्तो क्याल्सियमको कमी देखायो भिटामिन ए डीको कमी देखायो भने त अभियसली रिकमेन्ड गरिहाल्नुहुन्छ यसरी खानु यस्तो भनेर बट छैन नर्मल छ भने चाहिँ उहाँहरूले एक्स्ट्रा मेडिसिनको लागि चाहिँ रिकमेन्ड चाहिँ गर्नुहुँदो रहेछ यहाँ चाहिँ अब मेनली एउटा कुरा भनेको डक्टरहरूले अब आफ्नै कुरा यो गर्नु त्यो गर्नु भनेर भन्नु कि यदि हामीलाई केही कुराको प्रब्लम छ भने चाहिँ हामीले आफै नै सेयर गर्न मिल्छ सेयर गरेपछि उहाँहरूले त्यो अनुसार चाहिँ सजेसन दिनुहुँदो रहेछ बट यस्तो गर्नु उस्तो गर्नु यस्तो गर्नु भनेर त्यो एक्स्ट्रा त्यस्तो भन्दा चाहिँ नभन्ने कि डक्टरले यहाँ चाहिँ अनि हामीले सोध्यौँ भने चाहिँ त्यो कुराको एन्सर दिने अब हामीलाई बुझाइदिने यो गर्दा हुन्छ यसरी भन्ने त्यसै चाहिँ भन्नुहुँदो रहेछ अनि मेनली चाहिँ मैले अब यहाँ थाहा पाएको कुरा चाहिँ अब मैले चाहिँ म पर्सनली चाहिँ म अब मेडिकल पर्सन पनि भएको हुनाले चाहिँ मैले अब स्क्यान गरेको देखेर पनि यस्तो यस्तो रहेछ भनेर म त धेरै कुराहरू बुझिरहेको हुन्छु मतलब बेबीको वेटदेखि लिएर अब कस्तो डेभलप भइरहेछ कसरी ग्रोथ भइरहेछ म पनि अब त्यहाँ हेर्छु अनि त्यहाँ आएर पनि यहाँ चाहिँ फेरि कस्तो फ्यासिलिटी पनि छ भनेपछि हजुरले अब बेबीको हरेक स्क्यान हुन्छ नि हरेक स्क्यान चाहिँ तपाईँको आफ्नो मोबाइलमै एप हुन्छ त्यो मोबाइलमा एप डाउनलोड गरेपछि चाहिँ तपाईँको बेबीको एभ्री स्क्यान अथवा एभ्री टाइम हस्पिटल भिजिटमा भएको स्क्यानको भिडियोहरू चाहिँ तपाईँको मोबाइलमा आइरहेको हुन्छ अनि त्यो चाहिँ मैले पछि हेरेर चाहिँ अब त्यहाँ त साइडमा लेखेको हुन्छ नि त त्यहाँ अब साइडमा हुन्छ यो भनेर नि म त्यो हेरेर पनि यस्तो रहेछ उस्तो रहेछ अनि किनभने ल्याङ्ग्वेज त प्रब्लम नै हुन्छ अभियसली मैले ल्याङ्ग्वेज पढेर चाहिँ आएको होइन ल्याङ्ग्वेज चाहिँ बुझ्दिनँ तर मेरो हस्बेन्डले चाहिँ बुझ्नुहुन्छ किनभने एभ्री भिजिटमा मेरो हस्बेन्ड नै गइरहनु भएको छ नि त अनि थाहा हुन्छ म सोध्छु अनि कति मेडिकल टर्महरू चाहिँ नसोधे पनि थाहा हुँदो रहेछ ड्युरिङ स्क्यान नै डक्टरहरूले भन्दा यताउता बुझ्दा चाहिँ मैले बुझिरहेको हुन्छु त्यही भएर पनि अलिकति सजिलो भएको छ नभए त अभियसली गाह्रो नै हुन्छ ल्याङ्ग्वेज प्रब्लम भएपछि के कस्तो भइरहेछ भने अझै पनि डर लागिरहेछ ड्युरिङ अब हस्पिटलमा अब ड्युरिङ बेबी बर्थ हुँदाखेरि अब कति धेरै कुराहरू त उहाँले अब
यहीँको भाषामा बोल्नुहुन्छ र मैले बुझेन भने के हुन्छ कस्तो हुन्छ भन्ने डर चाहिँ मनमा अझै पनि छ। त्यो कुरा चाहिँ कति धेरै मान्छेहरूले चाहिँ मलाई सोध्ने कुरा भनेको जेन्डर रिभिल चाहिँ कस्तो भएको थियो भनेपछि हाम्रो पनि एकदम प्लान थियो। मतलब मेरो चाहिँ कस्तो भनेपछि सोच नै थियो मेरो। अब कति धेरै कुरा आफ्नो रहर इच्छा हुन्छ नि त। फर्स्ट प्रेग्नेन्सी भएपछि म यस्तो गर्छु त्यस्तो गर्छु भनेर इच्छा मनमा चाहना हुन्छ नि त। अनि मेरो पनि थियो क्या जेन्डर रिभिल गर्छु यसरी चाहना थियो भनेर भन्ने थियो। अनि हामी एभ्री भिजिटमा हस्पिटल गइरहेको थियौँ, हामीलाई लागिरहेको थियो। मेनली चाहिँ अब पहिला चाहिँ बेबी सक्नु भएकोहरूसँग सोद्धाखेरि चाहिँ उहाँले चाहिँ आई थिङ्क आफ्टर 4 मन्थ अथवा ड्युरिङ 4 मन्थमा चाहिँ ड्युरिङ 4 मन्थको भिजिटमा चाहिँ बेबीको जेन्डर चाहिँ भनिदिनुहुन्छ डक्टरहरूले भन्नुभएको थियो होइन। हामी चाहिँ त्यसमै ढुक्क थियौँ, अझै भएको छैन टाइम जेन्डर रिभिल मतलब जेन्डर भन्ने, अनि 4 मन्थमा भन्नुहुन्छ होला भनेर सोचिरहेको थियौँ। त्यसपछि हामी हस्पिटलमा गयौँ। अनि 4 मन्थको भिजिटमा चाहिँ मैले सोचेको थिएँ, अनि हस्बेन्ड नगएर चाहिँ दिदी हुनुहुन्छ कि मेरो यहाँ, अनि दिदी जानुहुन्छ। अनि दिदी गएपछि दिदीले जेन्डर थाहा पाउनुहुन्छ। अनि हामी त्यसरी चाहिँ सिक्रेटली जेन्डर रिभिल गर्ने, अनि हामीलाई थाहा नपाउने गरी दिदीले गरिदिनुहुन्छ त्यस्तो भन्ने सोच थियो, प्लान थियो चाहिँ फर्स्टदेखि नै चाहिँ। मेरो अब बेबी कन्सिभ भएदेखि नै मैले त्यसरी प्लान गरिरहेको थिएँ, त्यसरी सोचिरहेको थियौँ हामीले चाहिँ। तर ड्युरिङ 3rd मन्थको भिजिटमा चाहिँ 12 विक्सको भिजिटमा चाहिँ डक्टरले नि हाम्रो बेबीको जेन्डर रिभिल गरिदिनु भयो क्या, यो छ भनेर भनिदिनु भयो। अनि हामी त सक, अब के गर्नु, अनि देखाइदिनु पनि भयो भिडियोमा यो भनेर अब वाट टु डु। अनि त्यसपछि चाहिँ के गर्नु, हाम्रो सपना सबै चकनाचुर भयो। अब थाहा पाइसकेपछि पनि अब आफूलाई थाहा छ यो भनेर, अनि जेन्डर रिभिलको नाटक अब थाहा छैन भने चाहिँ कसरी गर्न सकिन्छ त होइन। त्यही भएर पनि हामीले हाम्रो बेबीको जेन्डर रिभिल गर्न पाएनौँ। भनेपछि पाएनौँ, अब जानी भन्दा पनि अनजानमै अब कि पहिले नै डक्टरलाई भन्नु पर्दो रहेछ। अब हामीलाई त्यस्तो थाहा पनि भएन नि त। अब 3 मन्थमै बेबीको जेन्डर रिभिल थाहा हुँदैन, थाहा पाएको हुन्छ 4 मन्थमा थाहा हुन्छ, 4 मन्थमा भनिदिनुहुन्छ भन्ने थियो। अनि 3 मन्थमै भनिदिनुहुन्छ भनेर हामीले सोचेको पनि थिएन। अनि 3 मन्थमै बेबीको जेन्डर भनिदिइहाल्नु भयो। अनि यही हो अब कोरियामा मैले अब कति धेरै कुराहरू त अब सायद हस्पिटल अनुसार पनि डिफ्रेन्ट होला, ठाउँ अनुसार डिफ्रेन्ट होला होइन। तर मैले चेकअप गराइरहेको हस्पिटल अथवा मैले फेस गरिरहेको कुराहरू, मैले के गरिरहेको छु, मेरो हस्पिटल भिजिटमा कस्तो के भइरहेछ भन्ने कुराहरू चाहिँ यही हो। अब सबैको अब डिफ्रेन्ट हुन्छ। कति धेरै अब मभन्दा अगाडि आएर पनि कतिले बेबी प्लान गरेर बेबी बर्थ गरिसक्नु भएको छ, उहाँहरूको सायद एक्सपिरियन्स छुट्टै होला। मेरो एक्सपिरियन्स चाहिँ यस्तो टाइपको थियो हस्पिटलमा र थप भइरहेको छ। अब भनौँ नि लास्ट ट्राइमिस्टर स्टार्ट भएपछि लास्ट ट्राइमिस्टरको पनि लास्ट मन्थमा पनि आइसक्यो। 8-9 विक्स अथवा 10 विक्स बडीमा भए 10 विक्स त्यस्तै छ। चाहिँ एकदम स्मुथली नै गइरहेको छ। अनि मेनली अब विदेशमा भनेपछि एक्लै भइन्छ, अनि गाह्रो हुन्छ आफूलाई। अब इमोसनल सपोर्टहरूदेखि लिएर मेन्टल स्ट्रेसहरू यताउता हुन्छ होइन। कति मलाई चाहिँ मेनली भनेको चाहिँ सजिलो भएको भन्ने चाहिँ मलाई प्रेग्नेन्सीमा लाइक हुन्छ नि, मान्छेलाई भोमिटिङ हुन्छ, गाह्रो हुन्छ, यस्तो हुन्छ भनेर मलाई थाहा नै भएन क्या। ल यस्तो त्यस्तो भएको भए पनि अलिकति स्ट्रेस हुन्थ्यो होला, गाह्रो हुन्थ्यो होला, प्रब्लम हुन्थ्यो होला। अनि मलाई चाहिँ न भोमिटिङ भयो, न खानामा कुनै खाना नरुच्ने, कुनै खानामा नाक लाग्ने भन्छ नि, त्यस्तो टाइपको केही पनि भएन क्या। प्रेग्नेन्सी सिम्टमहरू केही पनि देखेर क्या। अनि मलाई कहिलेकाहीँ त फर्स्ट ट्राइमिस्टरमा चाहिँ कस्तो हुन्थ्यो भने डर पनि लाग्थ्यो क्या, ला म प्रेग्नेन्ट छु कि छैन भन्ने जस्तो पनि फिल हुन्थ्यो। अनि त्यही भएर अनि त्यस्तो केही पनि भएन। त्यो कारणले पनि मलाई सजिलो भयो नि त। त्यही भएर पनि वेट गेन भएको होला कि मेरो सँगै। म अब ड्युरिङ प्रेग्नेन्सी प्लान गर्दाखेरि चाहिँ म 48-50 केजी बडीमा त्यति थिएँ। अहिले अब म एभ्री हस्पिटल भिजिटमा जाँदाखेरि मोटाएर हुन्छु क्या, किनभने मैले खाइरहेको छु नि त। कुनै कुराको त्यस्तो गाह्रो खाएपछि यस्तो हुने त्यस्तो हुने भएको छैन। अनि मैले मजाले खाएपछि मैले मजाले वेट पनि गेन गरेँ। अहिले समथिङ अस्तिको हस्पिटल भिजिटमा चाहिँ म 71 केजी भइसकेको छु भनौँ। आई थिङ्क लास्ट ट्राइमिस्टरमा 80 केजी चाहिँ पुग्न सफल हुन्छु जस्तो फिल भइरहेछ। प्रेग्नेन्सी जर्नी चाहिँ मैले अहिलेसम्म इन्जोय गरिरहेको छु भनौँ, आफ्नो मजाले राम्रैसँग बितिरहेछ। अब लास्ट ट्राइमिस्टर पनि यसरी नै बितोस् भन्ने सोचिरहेको छु। मनमा डर त लागिरहेको छ, तर पनि भगवान्सँग प्रे गरिरहेको छु लास्ट ट्राइमिस्टर पनि राम्रो होस्, मैले चाहिँ राम्ररी मेरो बेबीलाई चाहिँ बर्थ गर्न पाऊँ अथवा दुनियाँमा ल्याउन पाऊँ। मैले बनाएको भिडियोमा अब हजुरलाई केही कुरा मन परेन यस्तो भने सोध्न सक्नुहुन्छ। सबैलाई मनपर्छ भन्ने पनि छैन, तर मैले आफ्नो फिलिङ्स अथवा आफ्नो प्रेग्नेन्सी जर्नी र हजुरहरूलाई सुनाएको। मेरो भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। ओके, बाई बाई गाइज। हामी चाहिँ अर्को भिडियोमा भेटौँला।